र गाइस यो गाडीलाई मैले 4 चोटि दिएन हैन, बालेन हैन, अब मार्छ हैन। ल हेर्नुहोस्, मारेन नि यसले, साइड लाइट पो दियो त। कायम पार्नु पर्यो नि गाइस। ल गाइस फाइनली हामी चाहिँ यो गाईघाटमा आएको छौँ टक्क लाएर। गाईघाट हो कुनहरू गाईघाट हो यो? ल गाइस बर्बाद पऱ्यो पानीले। ल ल पानीले ल त्यसो हो सबै भित्र चाहिँ पानी नपरोस्, भित्रै छ। मुखमा राख्छु मैले। ल टक्क लाएर सबै ल दाइ धन्यवाद। सो लाइट गाइज इटहरीमा आएर सुत्न लागेको अवस्था। रातिको कति बजे घडी हेरेर 3 त बज्यो होला, पक्कै 3 बज्यो। रातभरिको राइड बिचमा एक ठाउँमा पेट्रोल भ्यायो होला जस्तो गऱ्यो। पेट्रोल टिपेको, त्यो टिप्दा बित्तिकै हुर्र पानी पऱ्यो। यता धरानतिर आएर चाहिँ हाने पानीले होइन। अब रुजियो, मजा नै आइरहेको छ। सो अब चाहिँ हामी निस्किनु, पानी खानु भयो। उता बाइकमा जाने के जाने, गुवाहाटी र गाडीसम्म जान पाए पनि आनन्द आउँथ्यो होला जस्तो लाग्छ मलाई चाहिँ। लेट्सी त्यही पनि हेरौँ, फेरि बाइक भने बाइक हो, गाडी भने गाडी नै हो। सो त्यही नै अब सोध्छौँ गाइस, रमाइलो भयो होला आज दिनभरिको फन। अलिकति घुमाइ हेर्नुभयो होला। ल त्यही नै हो गाइस, इट वाज एक्सट्रिम राइड आज। अति नै यति थकेला कि चक्करै लागिसक्यो। बिबीलाई मैले पेट्रोल हाल्नु है बेबी भनेर बोलाएको त हो कि नसुन्नी। अहिले म भएको बाटो यस्तो भयो। पश्चिम हाइवेबाट जान्छ, इस्ट वेस्ट हाइवेबाट छुन्छ भनेको डाइरेक्ट धरान ल्याएर निकालिदिएको गरे यार। भिच्चा बाटो अहिले त्यता गाईघाट हुँदै त्यताबाट निकालिदिएर चाहिँ के थाहा अब पेट्रोल न पेट्रोल पाउँछ न के पाउँछ, नयाँ बाटो